ल राम्रै हिँड्नु भयो यहाँ आएर खाँदा समय हामी चाहिँ अब गएर क्यामेरा ड्यामेज छ यहाँनिर हिमाल चाहिँ यस्तो नजिकबाट देखेको छ नि सो हेलो एभ्रिवान नमस्ते झोले गुड मर्निङ सबैजनालाई मेरो भिडियो हेरेर बसिराख्नु भएका सबै साथीहरूलाई सब फेरि पनि स्वागत छ मेरो आजको नयाँ भिडियो र अनि मेरो च्यानलमा सो गाइजहरू आजको भिडियो चाहिँ केही स्पेशल हुँदैछ मेरो लागि अनि मसँग जाने हरेक सबैको लागि साथीहरूको लागि साथीभाइको लागि सो गाइज अनि अहिले चाहिँ के हुँदैछ भनेर चाहिँ भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभयो भने चाहिँ पक्कै पनि थाहा पाउन सक्नुहुन्छ गाइज अनि सो हामी चाहिँ सो रेडी भएर आइसकेको छौँ अनि बाइक पनि त यहाँनिर छ अब तलसम्म चाहिँ हामी बाइकमा जान्छौँ अनि त्यसपछि गाडीमा हाम्रो यात्रा चाहिँ गाडीमा जानुपर्ने हुन्छ सो गाइज त्यही हो अनि भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला अब हामी रातिको 3 बजेको छ अनि एकदम अँध्यारो छ हुसुल आइसकेको छ सबै साथीहरू गइसक्नु भयो अब हामी पनि जानुपर्ने हुन्छ लेट्स गो गाइज भिडियोमा चाहिँ के हुँदैछ के हुँदैछ छैन भनेर चाहिँ भिडियोलाई चाहिँ हेरेर साथ दिनु होला त्यो भन्न चाहन्छु अनि सो आजको हाम्रो यात्रामा चाहिँ के कस्तो अवस्थाहरू आउँछ त्यो पनि देखाउने छु अनि कति एक्साइटेड छु भनेर कुरै नगरौँ सो त्यही हो गाइजहरू अब चाहिँ बाटोमा भेट्दै गर्नुपर्ने हुन्छ म चाहिँ अहिले तल गएर सबै साथीहरू भेट भइसकेपछि फेरि पनि भेट्छु तपाईँहरूसँग अहिलेको लागि चाहिँ यहाँनिर टन बाई बाई लिएर बस्दैछौँ अब चाहिँ साथीहरू पनि आउँदैछ माथिबाट हामी चाहिँ बाइकमा आएको भएर छिटो भएको सो त्यही हो अब चाहिँ हामी गाडी कुदेर बस्दैछौँ है गाइजहरू अनि गाइस अनि के अरे उता चाहिँ धेरै चिसो छ भनेर चाहिँ मैले माथि भित्र यति धेरै लुगा लगाएको छु कि है कुरै नगरौँ अब भित्र यहाँ पत्रै देखिरह होला तर अब के गर्नु आफ्नो ज्यानको त सुरक्षा गर्नु पर्यो नि जस्तो जे देखिए पनि न्यानो त लगाउनु पर्यो जाडो ठाउँमा जाँदैछ होइन त गाइजहरू सो त्यही हो मैले चाहिँ यहाँभित्र हानेको लगाएको छु अनि हुडी फेरि अनि बाहिरबाट यो कभर ज्याकेट लगाएको छु एकदम जाडो छ है यो हुडी मात्रै लगाउँदाखेरि एकदम जाडो भएको थियो यो लगाएपछि चाहिँ अहिले बाइकमा सरर यस्तो बिहान चिसो आउँदा पनि खासै त्यस्तो फरक परेन सो त्यही हो गाइस अब चाहिँ पुरै गाडीमा पनि पुरै रहिला मतलब रमाइलो हुनेवाला छ हामी चाहिँ अब रमाइलो गर्दै जाने भन्ने चाहिँ गाइसहरू अब हेरौँ बाटोमा कस्तो हुन्छ गाइस यताबाट चाहिँ यहाँबाट जाँदै हुनुहुन्छ लाइट बालेर अब गाडी उतानिर आउन लागिरहेको छ यहाँको पोलनिरको यहाँको पोलको चाहिँ लाइट नबल्दो रहेछ कि त्यहाँको मात्र बोल्दो रहेछ अनि अब माला त कोही क्यामेरामा त कोही नदेखिँदो रहेछ त ए दिगदार अलिअलि लाइटमा पनि नदेखिँदो रहेछ दिगदार कि यो यहीँ लिएर बाल्नुपर्छ मलाई पो बाल भने अनि उता पछाडिबाट नि आउँदै हुनुहुन्छ हामी चाहिँ ट्याक्का लगाएर अरू चाहिँ आधी जति त आइसक्नु भयो अगाडि बालिदियो त यसरी देख्छ र ए अलिअलि ओ मेरो जुत्ता नकिछ ल सरी ब्रो ब्रो सो गाइस हामी चाहिँ यहाँनिर चाहिँ पछाडि अब क्यामेराम्यान र लाइटम्यान चाहिँ पछाडि हुनुहुन्छ है अनि अहिले चाहिँ मैले समातिराखेको छु क्यामेरा अनि सो त्यही हो पछाडि चाहिँ आउँदैछ आधीजना अगाडि आधी गइसक्नु भयो अब गाडी पनि आइसक्यो मैले चाहिँ यहाँ गलबन्दी नभेट्टाएर यहाँ फुपूले चाहिँ मलाई सल्दिनु भएको छ सो यो चाहिँ मैले टाउकोमा बाँधिराखेको छु ए जाडो भइसक्यो गाइस कुरै नगरौँ उताबाट माथिबाट आउँदैछ गाइस गाडी पनि आयो अब सबैजना चढ्नु पर्ने हुन्छ मादल पनि रेडी छ ल दोरी गाउँदै हो कि गीत गाउँदै जानुपर्छ चलो आमाहरूलाई अगाडि राखिदिउँ आमाहरूलाई अगाडि हम निश्चल के साथ बैठेंगे ज्यादा बस्ने के यहाँ बस्छु कि म के झ्यालमा बस्नु दिन्छौ र ए मैले अहिलेसम्म रिभिल गरेँ होइन कस्तो मौलाई होला यहाँ म खोलिहाल्नु पर्छ गाइस
साह्रो जाडो छ, धेरै जाडो छ। अहिले पनि जाडो भइसकिरहेको छ। हामी चाहिँ गाडीमा चढिसक्यौँ अनि यस्तो छ अवस्था चाहिँ। मेरो चाहिँ पुरै हुलिया बिग्रिसक्यो यार, के भन्नु र। छुटेको त छैन है, भेना बस्नु न बस्नु। कोही छुट्यो भने भन्नु है। भेना सबजना छ होला, कोही बोल्दैन नि त हो, सबै छ। भएन भने त यस्तो गराउँछन् कि। अब घुम्नको माथि खाला त्यस्तो के भन्दैन, सुतेर हैरान के सुतेर लाइट पनि अफ गरेर। अब हामी चाहिँ यता बाटो पुऱ्याइसक्यो। अब अलिअलि उयो गर्नु कति घन्टा लाग्छ थाहा भएन। उहाँबाट 4:30 माइने अब अहिले चाहिँ कति भयो, अहिले उहाँ पुग्दाखेरि कतिमा पुग्छ थाहा छैन है। सो त्यही हो, अब बाटोमा छौँ, जाँदैछौँ, कति बेला हुन्छ थाहा छैन। बाहिर चाहिँ यस्तो हल्का उज्यालो हुँदैछ।
छोडिदियो कसको मोबाइल हो त्यो मेरै हो पुरा भयो छोडिदियो बाइ गाइस कुन यो देखाउन है यहाँनिर आइपुग्यौँ के देख्नु सो यहाँनिर चाहिँ हामीले अब घाम स्किन लाग्छ नि त अनि अब हामी चाहिँ यहाँनिर हल्का टोइलेट गर्न यताउति तातो पानी सानी चिया खानको निम्ति नास्ता गर्नको निम्ति ओर्लेको छ अब चाहिँ अझै कति घन्टा जानु लाग्छ अरे हो अझै माथि जान त थाहा छैन तर यहाँबाट नि पप्पाले आउन लागिसक्यो जस्तो देखेको त हो होइन आयो जस्तो थाहा छ हो तिमीलाई के लाग्यो भन हिमालको त कुरा नगर फोटोसँग हामी हिँड्दैन ल गाइस हामी चाहिँ पुलमा अब गाडी यता बाटोमा सिक्नेस घुम्न आउनु पर्यो ल दामी दामी ल गाइस साथीहरू हामी चाहिँ अब ट्याक्क लाएर यहाँबाट पुल तरेर वहाँ पर बाटोमा जानुपर्ने अन्त कराउँदा मेरो चाहिँ घाँटी सुकिसकेको छ त्यही हो जाम बुद्धि छैन बुद्धि ल जिउ खेल्छौँ ल ओइ बाटोमा यस्तो थियो गाइस अब हामी यहाँबाट चाहिँ पारी पुगेर पुलबाट पारी पुगेर चाहिँ ट्याक्क अब यहाँ चाहिँ के अरे बाटोमा निस्केर बस्नुपर्ने गाइस अब पछाडि बसेर हाई भनिदियो त आउनुहोस् है सबैजना अब यतातिर घुम्न हामी त आइसक्यौँ हो के सो गाइस हामी यो लामो पुलमा लामो लाइफको कोही त अगाडि गइसक्यो यार कहाँ पर पुगिसक्यो तल चाहिँ हेर्नु नै तल त गाइस मलाई थाहा छैन भिडियोमा हेर्न सक्नुहुन्छ है यस्तो गरेर देख्न सक्छु यता पनि देख्न सक्नुहुन्छ है गाइसहरू अनि के भइरहेको छ भन्दाखेरि अलिकति चाहिँ मेरो कराउँदा घाँटीको स्वरमा चाहिँ अलिकति समस्या आएको छ बट हेर्नु यहाँ तलतिर हेर्नु मलाई केही थाहा छैन मैले तलतिर हेरेको पनि छैन कि गाइसहरू म सक्दिनँ यार तर गाइसहरू होइन यतातिर चाहिँ लास्ट डर लाग्दो कि बाटो यति डर लाग्दो छ कि मैले सोचिरहेको थिएँ होइन अर्कोचोटि चाहिँ बाइकमा आउनुपर्छ जस्तो लागिरहेको म सक्दिनँ यार मेरो बाइकको धेरै कुछ यहाँ सटाप तलतिर हेर्न गाइस तलतिर हेर न यार तल पनि लास्ट तल हो कि साथीहरू यो पुल कसरी बनायो होला यार हल्ले बाप्रे मैले चाहिँ तल किन हेरेँ होइन भन्दाखेरि एकदम तल कति हो तल छ है कुरै नगर्नु माइन्ड कस्तो भइरहेछ भने त्यो पनि थाहा छैन है सो गाइस अब हामी चाहिँ अगाडि बढ्नुपर्ने हुन्छ अगाडिको उसहरूले त खत्रै हेरिदिनु भयो यार सक्दिनँ म त्यस्तरी हेर्न सक्दिनँ आई कान्ट गाइस तर बप्पाल के आमा एकचोटि त उभिएर हेर्नु हेर्दिनँ यार भयो गाइस यस्तो बबाल छ नि तल त यस्तो बबाल छ कुरै नगरौँ कि यस्तो डर लाग्दो छ है अझै अब गाउँ पुग्न त कति टाइम लाग्छ थाहा छैन है त्यहाँ माथि हेर्नु झर्ना कत्रो हो यार तर सुन्दरताको बारेमा चाहिँ वर्णन गरेर साध्यै छैन यहाँ चाहिँ हजुर यस भन्नु न गरिरहेको देखाउनु हुन्न यार नहल्लाउ न कसले हल्लाइरहेको यार नहल्लाउ है हजुर देखिसकेँ कि
नहल्लाऊ है तर खै अब यो उस हल्लेको हो कि हिँड्दाखेरि हल्लेको हो कि यो यतिको हल्लेको थाहा भएन है कोही पनि नहल्लाऊ त कस्तो यार च्याट्टो भएन नहल्लाउनु भने मलाई हानिदिन्छु कि यार तपाईँलाई भन्नु त्यहाँ आएर ठोक्छु मैले यार नहल्लाउनु कोहीले पनि नहल्लाऊ है तर यस्तो हल्लिरहेछ नि कुरै नगरौँ कि साथीहरू के भयो दाजु के तलतिर हेर्ने पो त कसैलाई ओइ नठोक मैले यहाँ क्यामेरा खस्यो भने मैले तिमीलाई जान्छु नि फेरि क्यामेरा त खस्नु भएन नि फेरि कतिको चुना लाग्छ थाहा छैन ए ठिकदार ओ चढ्नु नहल्लाउनु ओ म त भागिदिन्छु यार जाठलाई ए दौडी भाइ ए मम्मी के बच्चे पिसाब छुट लाग्दो भयो त यो ए बाबरे स्या नभाग न यार ला नहल्लाऊ भने यार कस्तो एउटा नगर्दैन उधार आउँथ्यो ल मलाई अलि ढुक्क भयो गाइस किरा जस्तो देख्यो यो पुलमा त किरा जस्तो देख्यो मान्छे नि यार बल्ल आइपुग्यो यार तर यो पुलनिर एउटा टोइलेट गराइदिनु पर्ने नि है टोइलेट गराइदिनु पर्ने आमा रहेछ त के हो ल ल कस्तो भइरहेको भन्नु न थाहा छैन मलाई ल एक्सपिरियन्स अब केही उस भन्नु न यार कस्तो भयो पुलमा हिँड्दाखेरि दर्शकलिनहरू मजा आयो डर त डर पनि लाग्यो ल ठिक छ ल म एकछिन बिचमा ठर्रै कामे थियो अनि कस्तो भयो कामदाखेरि भन्नु न त्यो बिचमा यसै हेरेको त जमै घुमा थियो अबि ल कस्तो भयो यिनीहरूलाई त हालात बदली भयो साथीहरू हालात बदली हालात बदली भयो यो त मान्छे त अनुहारको रङै उडेको देखेको थिएँ ल पछाडिबाट आउँदै हुनुहुन्छ हिरोइनहरू वाक्कैलाई यसलाई हेर्न यसलाई देख्दा डराएन मम्मीलाई पो डरायो तिमी हो लास्टमा गएर ए यसले त मार्नु पर्छ कि बहादुर बच्ची हो नि त बहादुर साथीहरू त्यो चाहिँ माथि हेर्नु वाटरफल छ है यस्तो दामी छ कि यस्तो दामी छ यस्तो डरलाग्दो पनि छ है राम्रो त कुरै नगरौँ बोला चाहिँ मेरो स्वरै सुकिसकेको छ है तर पनि कोसिस गरिरहेको छु कस्तो रहेछ है के विकासको पहल आउनु पर्यो भन्नु न यस्तो यो के अरे पर्यटकीय क्षेत्रमा के यस्तो विकास भएन ड्राइभरलाई मान्नै पर्छ बाटो साह्रै अप्ठ्यारो अब अहिले एकचोटि आएको राउत आउँदिन अब कसले ल्याइदिन्छ र अब त ल्याइदिन्न तर यो बाटो चाहिँ भएन कि यार बाटोको सुधार हुनु पर्यो के हो यस्तो यार सुतिरहन्छु रे ल सुतिरहनु
यस्तो पनि हो त भनेको के यार कति गाडी आउँछ कति आउँछ घुम्न मान्छे बाटो त यस्तो छ बाटो चाहिँ खतरनाक छ साथीहरू सुरुमा उतापट्टि त त्यस्तै होला भनेर बाटो त ठिकै रहेछ भनेको त यता त कहाँ आउनु यस्तो पो रहेछ हो गाडी त मान्नुपर्छ गाडीलाई त मान्नुपर्छ नि यस्तो छ कि गाडी हिँडेको अवस्था यस्तो छ बाटो यस्तो छ के भन्नु त नि अन्त हाम्रो गाउँको बाटो नराम्रो भन्थ्यो अरे योभन्दा त स्वर्ग गयो जस्तो हाम्रो गाउँको बाटो त गाइजहरू यो बाटो गएर हाम्रो गाउँको बाटो गयो यहाँनिर चाहिँ मान्छे छोडिदिएर अलो पत्थर पर्छ जाडो साँच्चै अघि त गाडीमा कराउँदा हैन क्या अहिले त जाडो भयो खतरा साथीहरू अब हामी चाहिँ ठ्याक्कै सिक्लेस पनि आइसकेको छौँ सिक्लेसको बस स्टपमा चाहिँ आइसकेको छ बस बिसाउनेमा चाहिँ अनि यसो बाटो चाहिँ एकदम गाह्रो छ कि एकदम गाह्रो छ बाटोको त कुरै नगरौँ है कति गाह्रो छ भनेर अनि सो अब हामी चाहिँ खाना अर्डर गर्नुपर्ने हुन्छ सरसुकेर बोल्नै सकिरहेको छैन कि कराउँदा अब खाना खानुको लागि चाहिँ सबैजना उता मासिएर गइसक्नु भएको छ अब खाना अर्डर गरेर अब हामी घुमघाम प्रक्रिया गर्नुपर्ने हुन्छ होला सायद अब हेरौँ त्यही हो अब चाहिँ अगाडि बढौँ हामी भिडियोमा अब यहाँनिर चाहिँ उयो यतातिर चाहिँ स्कुल रहेछ है तर अलिकति यो उसो अरे नि स्कुललाई डिस्टर्ब गर्छ कि जस्तो लाग्ने तर केही छैन अनि यताबाट चाहिँ पुरै हिमाल देखिरहेको छ यहाँनिरबाट चाहिँ अनि सो त्यही नै हो माथि डाँडाहरू छ बस्तीहरू छ कि छैन होला कि सायद त्यो माथि अनि त्यो पारीको चाहिँ तान्तिङ होइन र त्यो तान्तिङ गाउँ पनि ठुलो रहेछ ठुलो ठिकै राम्रो छ नि त तान्तिङ कस्तो लाग्यो माइबा यहाँबाट हेर्दा त गाउँ त भरिलो देखियो त भरिलो देखियो गाउँ हिँड्न त बाटो बनाएर भित्र भने के किन ल्याउन अब कति चाहिँ बजे हामी यहाँ साढे 4 बजे 4:30 बजे हिँडेको 10 बज्न लाग्यो 10 कति बज्न लाग्यो 10 बज्न लाग्यो 4:30 बजे हिँडेको 10 बजेतिर चाहिँ हामी यहीँ पुगेका छौँ अब यहाँ माथि चाहिँ के छ थाहा छैन हेर्न जानुपर्छ एक्सप्लेन गर्न जानुपर्छ अनि यसो अनि स्कुल घरहरू पनि राम्रो रहेछ हौ कस्तो क्युट हो के अरे कुन चाहिँ हो स्कुल चाहिँ यता ए सेटमा त त्यहाँबाट सरी यता यहाँनिर चाहिँ रहेछ स्कुल यतानिर अनि अहिले चाहिँ सबैजना गाडीमा चाहिँ धेरै हल्लेर चाहिँ सबैजना थाकेर छन् भोक पनि लागिसकेर सबभन्दाको चेहरा उतिर के रङ उठिरहेको छ के छ र चढ छरेर जाउँ हामी चाहिँ अब चौरतिर जानुपर्ने हुन्छ ओइ सिक्नु होइन भाटीमा कति दिन चाहिँ कति भन्दा दादा कुछ दिएको बाबा ठिक छ जाउँ बुवा कता हिँड्नुभयो ए ल सय थुङ्गा हौ 10 बजेको के गर्नु खै राष्ट्रिय गान जस्तो लागेर त्यो देख साथीहरू यता हेर्नु न गान्जामा उता ठाउँमा घर छ होला ए दिँदा कहाँ गयो होला के भरे डाँडामा पुग्नुपर्छ ठिक छ भोक पनि लागिसक्यो तर मान्नुपर्छ यतातिर चाहिँ मान्नुपर्छ घरहरू चाहिँ राम्रो रहेछ हौ घरहरू पनि राम्रो ए आमामामा उता हिमालको चुचुरो देखेको ठाउँको डाँडातिर घर हुने त हो जाडोले कक्रा के होला यार ल यहाँ चाहिँ खेल्ने ग्राउन्ड रहेछ बास्केटबल यहाँनिर चाहिँ बास्केटबलको ग्राउन्ड रहेछ अनि यहाँ माथि चाहिँ के हो यो गुम्बा हो र गाइस यता के भन्छ गुम्बा फुल चाहिँ यस्तो दामी त्यहाँ टिचर बनाउनु सही हुन्छ यार दस रहेछ अब ठिक छ नि त ठिक छ जाउँ गर्दै गरौँ ल कहाँनिर चाहिँ गर्नु चाहिँ के चाहिँ मल बोक्नु भएको क्या के को लागि हो के हो यो मल होइन त ए माटो हो ढुङ्गा माटो के को लागि बोक्नु भएको रहेछ घरहरू सबै चिटिक्क यस्तो माथि नै पुरै सिमेन्टी ढुङ्गा माटो के छैन कि ढुङ्गा माटो अन्त सर सिमेन्टी हेर दामी सही अनि खानको लागि चाहिँ अब होइन अनि यहाँनिर चाहिँ कस्तो कि अब गाउँहरू त छँदैछ अनि बिचबिचमा यस्तो तरकारीहरू लानुको लागि नि खेती योग्य चाहिँ जमिनहरू कस्तो राम्रो घर वरिपरि खरेसाबारीहरू है अनि तरकारीहरू पनि लगाइराख्नु भएको रहेछ भर्खर यस्तो दामी छ कि आमा कुरा नगरौँ है हामी त कति डाँडा काटेर आयो थाहै छैन हामी कति डाँडा काटेर आयो थाहै होइन 30 लाग्छ कहाँ
यो ल गाइस हामीले चाहिँ यहाँ खाजा रेडी हुँदैछ अनि खाना पनि अर्डर भइसकेको छ खाजा पनि यहाँ अब खाजा खाएर एकछिन घुमेपछि चाहिँ जानुपर्ने हुन्छ सो त्यही हो गाइसहरू अब यता खाजामा चाहिँ मासु छ रोटी छ चना छ के छ थाहा छैन मलाई तर उसको चाहिँ खाली पहुँच नै त्यही हुन्छ भने खाजा देखाउँदा हाम्रो खाजा है कम यहाँ आउन कस्तो होला खाजा देखाइदियो त हुन्छ कि खानाको यहाँ खिचिरहेको चाहिँ भिडियो गरिरहेको छ हौ पाएछ त हौ मैले पाएन मुनि छ होला हौ छैन कि है ल ल त यहाँ माथि आएर खाजा खाँदैछौँ है हामी चाहिँ ससहरू त हाम्रो हातमा चाहिँ के छ होइन रोस्ट छ अनि तरकारी छ यो छुट्टै सोयाबिन आलु अनि यो हलुवा छ पुरी छ चना छ रोटी छ अनि अन्डा पनि छ है तर मेरोमा चाहिँ अन्डा छैन भोक लागेको बेला यो पाउँदा नि स्वर्गै गयो जस्तो भयो भने यस्तो ठाउँमा बसेर यस्तो खाना पाउँदा त ओ माई गड पान फुत्किन लाग्यो बेलामा खाना पाइयो अब चाहिँ तल गएर चाहिँ अब फेरि एकछिन घुमेर तल गएर खाना खानुपर्ने हुन्छ त्यही नै हो अनि खाना खाएपछि चाहिँ हामी फेरि फर्किने घरतर्फ लाग्नुपर्छ टाइम लाग्छ होला टर्ने गाइस हामी चाहिँ खाजा खाएर नि सकिसक्यो अनि र अब यतातिर एक्सप्लेन गर्नु पर्दा चाहिँ यता चाहिँ ठुलो जङ्गल छ उता हिमाल अनि यतातिर चाहिँ हिमालहरू छ यतातिर चाहिँ सरल अब यता यहाँ माथि त गाउँ छ कि छैन मलाई थाहा छैन यहाँ पारी चाहिँ गाउँ छ है जतिसम्म लाग्छ खतमा भयो होला अब यता सरल र यतातिर पछि आउँदा त्यहाँनिर गयो भने कुन ठाउँ देखिन्छ होला है जुन जाने त जाम न त जाम लेट्स गो गाइस लेट्स गो अब त्यो उतापट्टि मोबाइल लौकी मुका आउँ छिटो यहाँ कराउँदैन यहाँनिर नि घर रहेछ स्कुल हो हिमा चाहिँ यस्तो नजिकबाट देखेको छ नि यस्तो नजिक देखेको यहाँबाट चाहिँ ओ माइ गड ओ त्यहाँबाट के रहेछ हो यसपछि मैले के छ त्यहाँ देखे पनि छैन होला हिमा चाहिँ यो हो क्या त्यहाँ त पानीको धारा रहेछ नि त पुरै जम्मा यहाँनिर हामी चाहिँ अब खाना खाने ठाउँमा आयौँ है भन्नु पऱ्यो नि अब भन्नु पायो ल गाइस कतातिर छ यता यस्तो ए खाना साना ल गाइस
खाना खाने ठाउँमा आइसकेछ यिनीहरू त बोक्ला थियो होला है अब खाना खानु पर्ने हुन्छ म पनि गाई खाजा खाम खाना खाम के छ के हो ओ माई गड के छ चाहिँ के मलाई थाहा छैन हौ ओ यहाँबाट त ब्युटिफुल सिन देखिँदो रहेछ त गाइसहरू अन्त ठिक छ अब खाना खानुपर्ने हुन्छ अब खाना खाएर चाहिँ अब पछि भिडियोमा भेट्दै गरौँ ल नानी दिदी खाना खायो नि ल अब अगायो ल अब हिँड्न त तागत आयो कि होइन ल ल ल ल ल ल सो गाइस हामी चाहिँ अब खानासाना खाएर नि अब फर्किसकेको छौँ अब चाहिँ अब 2 बज्न लागिसक्यो होला अब चाहिँ धेरै अबेला भइसक्यो है अब चाहिँ हामी घरतिर लाग्नुपर्ने हुन्छ हामी जति घुम्नु थियो जति उस गर्नु थियो फोटो सुट भिडियो सुट गर्नु थियो माथि नै गरिसक्यो अब चाहिँ गरिँदैन अब ट्याक्क लगाएर जानुपर्ने हुन्छ अब फर्किनु पर्ने हुन्छ गाह्रो छ अबेला भइसक्यो बाटो अप्ठ्यारो छ है अब बिस्तारै बिस्तारै अब घरतर्फ लागिँदैछौँ अब सबैजना खाना खाएर नै आइसक्नु भयो अनि ल यता चाहिँ काम स्टार्ट भएर चाहिँ अनि त्यही ल उयो दिदी यो तलको के हो होइन फुरोर भएको के ए गाउँ हो कस्तो माटो नै कति राम्रो खालको के हेर्नु न है माटो हेर न माटो कालो कालो के राम्रो यस्तो कालो माटोमा चाहिँ आलुहरू मात्र हुन्छ नि यस्तो के भन्छ रातो माटोमा भन्दा कालो माटोमा चाहिँ राम्रो हुन्छ खेतीहरू अनि हेर्नु न यस्तोमा पनि वा अर्ग्यानिक उस हो कि यो चाहिँ बार ठिक छ अब यता चाहिँ यतातिर नै अब काम सुरु गर्नु रहेछ क्या ओइ यो फुलको ओइ दिदी हेर्नु न यो फुलको बिरुवा लानुहुन्थ्यो कि यार के हो त लानुहुन्थ्यो नि कति राम्रो फुल के देखे फुल जस्तै देखेको अनि हामीले तल त्यो वनमा देखेको पनि त्यस्तै होइन र ए दाउराको भारी राम्रो कस्तो चेट्टो भारी हाल्ने रहेछ कि दाउराहरू पनि चेट्टोको औ तर के अरे एकचोटि नै आएको थिएन आउँदा चाहिँ एकदम रमाइलो भयो एकदम राम्रो लाग्यो गाइसहरू मलाई त एकदम मन पर्यो ठाउँ चाहिँ जे जस्तो भयो नि अब उकालो ओह्रालो चाहिँ जस्तो भयो नि राम्रो छ कि ठाउँ राम्रो छ अनि यस्तो के अहिले त उयो घुटुस पनि नकाट्ने रहेछ कि क्या हो र अनि तर कति धेरै के घुटुस कति ठाउँमा हो र भने यो कालो ठुल्ठुलो पात भएकोलाई घुटुस भन्छ साथीहरू हाम्रोतिर चाहिँ अनि खै के हो सरी ल दाउरा हेर्नु न कस्तो राम्रो गरेर राख्नेको दाउराहरू आमा सामान त यस्तो गरेर ल्याउनु पर्ने रहेछ अनि यस्तरी ओ माथि ल यता हेरी कता जाने बाटो रहेछ ओ भाइ साहब के हो र भुइँमा छैन हेर्ने चलन ऊ त्यो अङ्कलसँग ठोकेलाई अगाडि भारी बोकेर आउनु भयो ठोकिन्न हजुर लको दाउरा कति राम्रो चाङ्लाएर राख्नु भएको रहेछ हेर न अघिको त्यो के त्यो ए त नि यो फुल जस्तै त हो है अब त्यसमा गेडा फल्ने हो कि त्यो फुलमा ए तपाईँहरूकोतिर नि हुन्छ लाउनु पर्दैन भने बिरुवा भएन हौ गेडा लगेर सारेको भएन ए ल ठिक छ अब अहिले चाहिँ अघि चाहिँ आउने बेला चाहिँ सब पुरुक हुँदै यस्तो एक्साइटेड हुँदै आएको थियो कि भात खाएपछि त झोक्राको कुरा जस्तो हेर बिचरा यस्तो हालत छ केही जाँगर्दै खाना के थियो केही जाँगर्दै खाऊ के भएको गाइस हाम्रो गाडी चाहिँ त्यहाँ तल
बोलाइराख्नु भएको छ जाउँ अब जाउँ होला अब चाहिँ हामी गाडी निरानी आइसक्यो गाइजहरू अब चाहिँ बाटोमा भेट्दै गरौँला फर्किँदैछौँ अनि धेरै ठाउँहरू उस गर्न त पाएन तर जतिसम्म पाएँ त्यतिसम्म चाहिँ तपाईँहरू सामु देखाउने कोसिस गरेँ है सो त्यही हो साथीहरू ल यताबाट गाडीमा गएर टक्क बस्नुपर्ने हुन्छ ल ल अब चाहिँ हामी घर जाँदैछौँ घर आएँ घर भन्नेदेखि घर आउन त अझै कति बेर बाँकी है चल चल छिटो झरनलाई पुरै यिनीहरू फोहोर गर्दैछ ल गाइस खुट्टै दुख्यो अरे अहिले ओइ कता हो यो साथीहरू ल अब चाहिँ रातै पर्यो ओइ रातै पर्यो हो हामी अब आइपुग्यौँ अब चाहिँ घर चाहिँ माथि साबुन कस्तो लाइन ल्याउनु मेरो अब चाहिँ घर आइसक्यो कति 6-7 कति बजेको छ है त्यो हो त्यो गोप्रो खोला सायद हो त्यो जानेर हेर त एकचोटि होइन ट्याक्सी छ हौ एकछिन त गाइज हामी चाहिँ गाडीबाट झरिसकेको छ देखिसक्नु भएको छ है सो अब चाहिँ रात परिसकेको छ पुरै कति बज्यो हो गाइज 7 बज्न थालिसकेको छ अब घर पुग्दा चाहिँ कति 7 त्यस्तै 10-15 हुन्छ होला त्यही हो गाइसहरू अब हामी त साधनमा जान्छ के अरे बिचरा यिनीहरू अब यत्रो घुमेर आयो थकेर आयो होला फेरि हिँडेर जानुपर्छ त्यही हो अब भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनुभयो के अरे थ्याङ्क्स फर वाचिङ जसले पनि भिडियोलाई हेरेर साथ दिनुभएको छ फेरि पनि तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु एन्ड अहिलेको लागि चाहिँ आजको लागि चाहिँ तपाईँहरूबाट बिदा चाहन्छु अनि फेरि भेटौँला अर्को भिडियोमा बाई बाई अन्धारोमा जुनकिरी नाचे जस्तै